हेलो 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 नमस्कार, गुड मर्निङ, सुप्रभात, शुभ बिहानी। के भनौँ, कसो बोलौँ, के गरौँ, कसरी कहाँबाट सुरु गरौँ, कुनै शब्द भेटिन्न। देशमा ठुलो विपद परेको छ। यो दैविक विपत्ति भनेर भन्नुपर्छ। यस्तो अवस्था, यो घडीमा सबै मिलेर हातेमालो गरेर अगाडि बढ्नुपर्छ। यहाँ विभिन्न मान्छेहरूको सोच आफ्नो आफ्नो सोच्ने तरिका फरक हुन्छ र गर्ने सोचाइ सँगसँगै यहाँ गर्ने गतिविधिहरू पनि त्यस्तै खाले भइरहेको अवस्था छ। देश रोइरहेको छ। हजारौं मान्छेहरू विपत्ता छन्। हजारौं परिवारले आफ्ना सदस्यहरू गुमाएको छ। घरबार छैन, नाम निशाना छैन। आफ्नो भएका खाने, घरमा स्टोर भएका खाना बस्ने घरको नाम निशाना छैन। खाना बस्ने कुनै अवस्था छैन। यो बेला कसरी खाने, के गर्ने भनेर यो बेला भौतारिरहेको अवस्था छ, छटपटिरहेको अवस्था छ। मान्छेहरूको शरीर छेद विच्छेद अवस्थामा फेला परेको छ। कसैको हात भेटिरहेको छ, कसैको खुट्टा, कसैको अनुहार नचिन्ने अवस्थामा छ। कतिपय मान्छेहरू रोइरहेको अवस्थामा छ। कसैले परदेशमा बसेर आफ्ना घर परिवारका सदस्यहरूलाई गुमाउनु परेको छ। यो बेला परदेशबाट रोइ कराइ गरेका छन्। हरेक देशले दुःख व्यक्त गरेको छ। सहयोग गर्ने, सहयोगको हात बढाउने कोसिस गरेको छ भने त्यही नेपालमा आफ्नो घर नजिकै रहेर बसेका मान्छेहरू, घर नजिकका मान्छेहरूले आफ्नो छिमेकमा, आफ्नो वरपर भएका दुर्गतिलाई पनि मान्छेको मानवता देखाउन नसकेको आत्मा कति क्रूर बनाएर मृत शरीरबाट आफूले चाहिँ त्यो मान्छेले गुमाएको आफ्नो प्राण त्यागिसकेको मृत शरीरबाट मान्छेले त्यहाँनेर लालच देखाउने, लोभ देखाउने मान्छेहरू, कतिसम्म संकुचित खालका मान्छेहरू मृत शरीरबाट चाहिँ सुनको गहना निकाल्ने, कतिसम्म मान्छेहरूको नीच भावना, नीच सोच के। मलाई त मान्छेहरूको सोच देखेर पनि साह्रै गाली लाग्छ। मान्छेमा हुनुपर्ने गुण, मानवता देखाउनु पर्ने, कस्तो बेलामा कस्तो खालको हामीले प्रतिक्रिया देखाउने, कस्तो खालको हामीले चाहिँ मन बनाएर कसरी चाहिँ आफ्नो भावना प्रकट गर्ने भन्ने कुरा सबैमा हुनुपर्छ। भोलि त्यो विपद आफूलाई नै पर्छ। आफ्नो घर चाहिँ खोलाको छेउमा छैन भनेर त्यही खोलै आएर बाढीले बगाउने भन्ने त हुँदैन होला नि त। भोलि अर्को आगो लाग्न सक्ला, चोरी हुन सक्ला, लुटपाट हुन सक्ला, हावा हुन्डरी आउन सक्ला। विपद भन्ने कुरा कसैलाई थाहा हुँदैन। कसैलाई हामी विपद पर्ने कुरा कसैलाई चाहिँ पूर्व जानकारी भएर आउँदैन। यो कुरा हामीले बुझ्नुपर्छ। भोलिको दिन के हो कसले बुझेको हुँदैन। यो बेला सरकारका सबै अङ्गहरू सहयोगमा जुटेको छ। देश विदेशबाट हात उठाएको सहयोग गरेको छ भने आफ्नै नजिकमा बसेर नजिकमा दुःख परिरहेको बेलामा चाहिँ मान्छेहरूले चाहिँ त्यो दुःखलाई कसैले चाहिँ अब ग्यासका सिलिन्डरहरूमा लुछाचुरी गरेको देखिन्छ। कसैले खोलाले बगाएर ल्याएको सामानहरूमा गिद्धे नजर लगाएको देखिन्छ।
कसैले सरकारले गरेको सहयोगको लागि एउटा फन्ड बनाएको कुरालाई चाहिँ त्यहाँनिर त्यसलाई कपी गरेर त्यसको डुप्लिकेट गरेर त्यसलाई चाहिँ दुरुपयोग गरिरहेको हुनुहुन्छ, कमाउने धन्दा गरिरहेछ। मान्छेको सोच धारणा विचार देख्दा पनि साह्रै नीच छ। ठिक छ, सहयोग गर्न सकिँदैन, आफूसँग सम्पत्ति जायज छैन, सहयोग गर्ने भावना छैन भने हामीले भौतिक रूपमा त गर्न सकिन्छ नि, आर्थिक रूपमा गर्न नसके पनि। तर मान्छेले त्यो विपद परेको बेलामा चाहिँ मानवता देखाउने ठाउँमा दानव देखाइरहेको अवस्था छ यो बेला। तर यस्तो खालको गतिविधि गर्नु कतिसम्म मानवता झल्किन्छ, कतिसम्म हामीले चाहिँ कस्तो संस्कार हामीले चाहिँ लिएर आएको, कसरी आफूलाई चाहिँ समाजमा चिनाउने भन्ने खालको कुरा पनि हुन्छ। कतिपय मान्छेहरू अहिलेसम्म सम्पर्कमा छैनन्, अहिलेसम्म खोजी गर्ने कार्य जारी छ। सरकारले आफ्नो ठाउँबाट पहल गरिरहेछ। विभिन्न निजी गैर सरकारी सङ्घ संस्थाहरू आबद्ध छन्। रेड क्रस भयो, सरकारी संयन्त्रका विभिन्न अङ्गहरू भए, उनीहरू लागि परेर खोजिरहेछन्। त्यसमा हातेमालो गएर सबैले सहयोग गर्ने हो। यसमा विपदको घडीमा हामीले कसरी हुन्छ समाधानको बाटो खोज्ने हो। तर त्यहाँनिर त सरकारले गरेको सहयोग अथवा अरू सङ्घ संस्थाहरू महान व्यक्ति महान मनहरूले गरेको सहयोगमाथि नै यहाँ मान्छेले चाहिँ उल्टै यहाँनिर मौकाको फाइदा उठाउने काम भइरहेको देखिन्छ। यस्तो बिल्कुल राम्रो हुँदैन, बिल्कुल यो नराम्रो गतिविधि हो। हामीले चाहिँ सकेसम्म आफ्नो ठाउँ र तह र तब्काबाट एक ढिक्का भएर यहाँ बेला कुनै राजनीति नघुसाई, कुनै यो तेरो यो मेरो दल यो मेरो पार्टीले गरेको भनेर अगाडि बढ्नुभन्दा पनि यो बेला चाहिँ सबै कसरी हुन्छ त्यो विपदमा चाहिँ उद्धारको लागि खटिनु चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। देश रोइरहेको छ। सम्पूर्ण नेपालीहरू, नेपाल मात्रै नभएर देश विदेशमा रहेका देश विदेशीहरूले पनि नेपालको विपदको बारेमा चाहिँ देखिरहेको छ। हरेक विदेशी रेमिट्यान्सहरूले पनि अब नेपाललाई पैसा पठाउने कुरामा निशुल्क पठाइरहेको पनि अवस्था भेटिएको छ। सबैको ध्यान गएको छ। तर हामी भने नेपालमै बसेर छिमेकमै बसेर नेगेटिभ तरिकाले चाहिँ हामीले हेरिरहेको अवस्था पाइएको छ। यस्तो गर्नु राम्रो होइन। दाजुभाइ दिदीबहिनीहरू, दुःखको बेलामा, दुःख परेको बेलामा हामीले दुःख नै देखाउने हो। अवस्था नाजुक छ। कसैलाई केही गर्दाखेरि चाहिँ हामीले हातमा हात उठाउँदा कसैको ज्यान बच्छ, कसैको दुःख परेको क्षणमा चाहिँ कसैको मुहारमा हाँसो आउँछ, कसैलाई राहत मिल्छ भनेदेखि चाहिँ तपाईँ हामी लागि पर्नुपर्छ। त्यही अनुसारले हातमालो गरेर चाहिँ अगाडि बढ्नु पनि हुन्छ। तर यहाँ चाहिँ जो अरूले गरेको सहयोगमाथि, अरूले गरेको काममा त्यहाँ चाहिँ बाधा अवरोध पुर्याउने, विभिन्न मान्छेहरूलाई चाहिँ लोभ लालच यतिखेर फाइदा उठाउने एउटा यो अपर्च्युनिटी जस्तो भएको छ। हुन त नेपालमा अहिले मात्र होइन, पहिलाबाट नै यस्तै हुँदै आएको हो। जुन कोरोना हो, कोरोना कालमा नि यस्तै भयो। 72 सालको भूकम्पमा पनि मान्छेहरूले यो समयलाई चाहिँ एउटा विपदको घडीलाई चाहिँ दुरुपयोग गरेर आफ्नो फाइदा उठाउन खोजिरहेको अवस्था देखिन्छ। यो बिल्कुल नराम्रो गतिविधि हो। यसलाई चाहिँ सरकारी तह तब्काबाट पनि छानबिन गरेर निगरानी बढाएर को कसले यस्ता खालको गतिविधिहरू, नराम्रो हरकतहरू देखाइरहेछ, यो बेला देशमा विभिन्न फाइदाहरू उठाउने संयन्त्रहरू
बढ्छन्, सलबलाउँछन् त्यहाँनिर विभिन्न बलात्कारीका घटनाहरू हुन सक्छन्। व्यवस्थापनको क्रममा विभिन्न हिंसात्मक गतिविधि हुन सक्छन्। यो बेला सबैले हामीले आफ्नो तह र तब्काबाट खबरदारी गर्नुपर्छ। हामी सबै भएर सबैलाई कसरी हुन्छ सुरक्षित ठाउँमा कसरी हुन्छ राहत पुग्ने, कस्तो कस्तो राहत सहयोग गर्ने मान्छेले पनि कसरी सहयोग गर्ने, कुन तह र तब्का चाहिँ अलि भरपर्दो हो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने अवस्था छ। हामीले सहयोगको नाममा कोही मान्छेहरूले क्युआर कोडमा बदमासी गरेको देखिन्छ। अब त्यो कुन चाहिँ तरिकाबाट चाहिँ हामीले सहयोग गर्दा चाहिँ सम्बन्धित निकायसम्म पुग्छ भन्ने कुरा चाहिँ हामीले पहिला पहिलाउनु पर्ने हुन्छ। अहिले टिकटकको माध्यममा पनि त्यही देखिएको छ। टिकटकबाट हामीले गिफ्ट सङ्कलन गरेर पीडितहरूलाई राहत उपलब्ध गराउने भन्ने कुरा पनि सुनियो। विभिन्न सामाजिक सञ्जालबाट अब गिफ्टिङको माध्यमबाट गर्नुभन्दा पनि सिधै चाहिँ अब पीडितहरूलाई चाहिँ त्यो टिकटकले पनि हामीलाई दिने फाइदा छैन कि। टिकटकले त हामीलाई त तपाईँको टिकटकले त कमिसन काट्छ नि, पर्सेन्टेज काटेर त्यो दिने जुन पीडित राहत दिने ठाउँमा त्यो सम्बन्धित निकायमा चाहिँ पुग्दैन होइन। त्यो पर्सेन्ट काटे जति हामीले सहयोग गरेको छ नि त्यति नै मात्रामा चाहिँ त्यो पुग्दैन। हेर्नु अब सहयोगको भावना तपाईँ हामीले कोसँग कसरी सम्पत्ति, पैसा, आर्थिक सहयोग, भौतिक सहयोग आफ्नो ठाउँबाट यो बेला जुट्ने अवस्था हो। सहयोग गर्नुपर्छ। कसैले भौतिक सहयोग गर्ने हो, कसैले सक्ने आर्थिक सहयोग गर्ने हो। तर यहाँनिर अरूको दुःखमा मानिसहरूले विभिन्न खालका गतिविधिहरू देखिन्छ। यस्तो खालको अमानवीय हरकतहरू देखाउनु, यस्तो पीडा देश रोइरहेको अवस्थामा सहयोग गर्नुपर्ने ठाउँमा यहाँ मान्छेहरूले देखिन्छ। यहाँ सामाजिक सञ्जालमा कतिपय रेकर्डहरू पनि भइसकेको देखिन्छ। यस्तो खालको गतिविधि चाहिँ साह्रै नीच सोच र मनमा कुनै खालको दया माया, कुनै खालको सहयोग गर्नुपर्छ मान्छे मानवता झल्किने खालको एउटा पनि व्यवहारहरू कोही कसैबाट देखिरहेको देखिँदैन। अब सहयोग उठाउने क्रममा पनि त्यस्तै भइरहेको छ। कसैले डुप्लिकेट क्युआर बनाउने, कसैले लाइभ टिकटकबाट बनाउने। अब यो बेला ठिक छ, खुद स्वयं गएर त्यहाँ उपस्थित भएर सहयोग गर्ने अवस्था छैन। बाटोघाटो बन्द छ, हरेक कुराहरू कसैलाई टाढा छ, नजिक छैन। अब माध्यमहरू त छन् नि, सहयोग गर्नुपर्छ भन्ने माध्यमहरू छन्। सबैले आफ्नो ठाउँबाट चाहिँ सरकारले गरेको सहयोगलाई पनि हामीले राम्रा कामहरूलाई चाहिँ प्रशंसा खुलेर गर्नुपर्छ के। तर त्यसैलाई चाहिँ आफ्नो नाम गरेर राजनीतिकरण गरेर यो बेला कतिपय मान्छेले चाहिँ आफ्नो पार्टीले यो गर्यो, फलाना पार्टीले यो गर्यो, हामीले यो गर्यो, सरकारले गरेन भन्ने अवस्था छैन यो बेला। जसरी हुन्छ हामीले चाहिँ सबै मिलेर यो बेला सरकारलाई साथ दिने हो अनि पीडित पक्षलाई उद्धार गर्ने हो। हामीले जति सक्दो आगो लागेको बेलामा हामीले त्यसलाई पानी हाल्ने काम गर्नुपर्छ। त्यसमा झन् तेल थप्ने काम गर्नु हुँदैन। सबै जना मान्छेहरूलाई दोष लाउने कुरा त हुँदैन। त्यही पनि अहिले हेर्दा न्युजमा हेर्दाखेरि धेरै दुःखदायी, मानवता कहाँ छ भन्ने खालको कुरा हामीले प्रश्न उठाउने ठाउँ रहेको छ। मृत शरीरबाट
मृतकले लगाएका गहनाहरू निकालिरहेको अवस्था छ। घरबार विहीन छन् मान्छेहरू, सारा परिवारहरू विपत्ता छन्। अहिलेसम्म मरेको बाँचेको कुनै बेखबर छ। तर हामीले यो अवस्थालाई चाहिँ बुझेर सबैको पीडा एउटै हो, भोलि यो आपत मसँग नै पर्छ, मलाई पनि आउँछ भन्ने खालको बुझ्नुपर्ने हुन्छ। नेपालमा धेरै खालका तहस नहस, ध्वंस विध्वंस भइरहेका छन्। नेपाल त्यतिकै अविकसित राष्ट्र। नेपालमा अहिलेसम्म त्यस्तो डेभलप भएको छैन। हामीलाई प्राकृतिक रूपले पनि त्यस्तै छ, कहीँ पहाड छ, कहीँ हिमाल छ, कहीँ तराई छ। बाढी आउँछ, कुनै बेला हावाहुन्डरी आउँछ। नेपालमा सबै बस्तीहरू, सबै ठाउँहरू विकसित छैनन्, सबै कुना काप्चामा सडकहरू छैनन्। यो अवस्था नाजुक छ। तपाईँ हामीले बिस्तारै बिस्तारै विकास त अगाडि बढ्न सक्छ। कहिले बाढी आएर तहस नहस गराएको छ, कहिले हावाहुन्डरीले घर परिवार विचल्ने गराएको छ, त कहिले खडेरीको समयमा आगलागी भएको छ। एउटा नियम कानुन तह र तब्काहरूमा हरेक ठाउँमा हामीले साथ दिनुपर्ने हुन्छ। अहिले सरकारले बनाउने नियम कानुन पनि कति के गर्नुपर्छ, संशोधन गरेर हुन्छ कि के कस्तो कानुन बनाउनुपर्छ, यसमा पनि सबैले हातेमालो गरेर सुझाव सल्लाह दिन जरुरी देखिन्छ जस्तो लाग्छ मलाई चाहिँ। यो बेला भर्खरै भएको घटनाहरूलाई सम्झिँदाखेरि निकै कहाली लाग्दो छ। कहिले कहाँ के हुन्छ, कहिले कता हुन्छ, कहिले बालिका बलात्कार छ नेपालमा, कहिले चोरी डकैती छ। यस्तै प्रविधि भएको हाम्रो सोच, निज सोचका कारण हामी अगाडि बढ्न सकेका छैनौँ। विदेशमा गएर हेर्ने हो भनेदेखि अब हुन त विदेशमा छस् र यस्तो कुरा गरे भन्ने प्रश्न पनि आउन सक्छ यहाँनिर। तर होइन, नियम कानुन भन्ने कुरा सबैले मान्नुपर्छ। कुन गलत छ, कुन गर्नुपर्छ, हामीले कुन काम गर्ने, कुन काम नगर्ने भन्ने कुरा हुन्छ। विकास गर्ने कुरामा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने जरुरी देखिन्छ। अब एउटाले काम राम्रो काम गर्दैछ भने अर्कोले खुट्टा तान्ने काम चाहिँ धेरै भएको देखिन्छ अहिले नभएर पहिलेदेखि त्यही हो। राम्रो कामलाई प्रोत्साहन दिनुपर्छ नि। हामीले राम्रो काम गरिरहेछ भने त्यसलाई हामीले त विशेष प्राथमिकतामा दिएर हामीले कसरी हुन्छ त्यो मान्छेलाई सहयोग गरेर अगाडि बढ्ने हो नि। तर यहाँ चाहिँ एउटाले गर्न लागेछ भने अर्काले खुट्टा तान्ने, अर्काले गरेछ भने अर्कोले खुट्टा तान्ने काम भएको कारणले हाम्रो देश कहिले पनि शान्ति, देशमा सुशासन कहिले कायम भएको छैन। अहिले तत्कालको घटनालाई हेर्ने हो भने पनि सरकारी तौरबाट एक खाले सहयोग भइरहेछ, तर अरू विभिन्न मान्छे, विभिन्न गिरोहरुले चाहिँ यसलाई चाहिँ नाम बिगार्नको लागि, आफ्नो स्वार्थ हेर्नको लागि विभिन्न खाले गतिविधिहरू, अवाञ्छनीय गतिविधिहरू, हरकतहरू देखाइरहेको छ, देखिन्छ। र म चाहिँ के भन्न चाहन्छु भने सबैजना मिलेर यो बेला आपतको घडीमा सहयोग गर्नुपर्छ। तपाईँ हामी कतिकोसँग पैसा हुँदैन, सबैसँग पैसा हुन्छ भन्ने पनि छैन। यो बेला हामी सम्बन्धित ठाउँमा नजिकमा हुने मान्छेहरू गएर स्वयं उपस्थित भएर हामीले उद्धार कार्यमा संलग्न भएर पनि सहयोग गर्न सकिन्छ। कसैले पैसा सहयोग, आर्थिक सहयोग गरेर पनि सहयोग गर्न सकिन्छ। सबैले जुट्नुपर्छ भनेर यहाँहरुमा विनम्र अपिल गर्न चाहन्छु। हवस् त, मैले अब कसैलाई
अब त्यत्रो भूमिका बाँधेर कसैले अब मलाई बोल्न त्यत्रो त आउँदैन, कसैलाई नराम्रो पनि लाग्न सक्छ। तर यो बेलामा जे जस्तो भए पनि हामी एक डिक्का भएर चाहिँ सहयोगमा उद्धार कार्यमा खटिनुपर्छ। हस्त, धन्यवाद। अब यस्तै छ यो हाम्रो देशको अवस्था। यसलाई पुनः निर्माणमा कति लाग्छ, त्यो पहिलाको अवस्थामा त्यो ठाउँलाई त्यही अवस्थामा ल्याउनलाई अब कति लाग्छ। अहिलेसम्म मान्छेहरू बेपत्ता भएको मान्छेहरू नै फेला परिरहेको छैन। कुन कुनामा बाढीले बगाएर कुन ठाउँमा कहाँ पुर्यायो, कस्तो छ भग्नावशेष, त्यो कुरा देख्दाखेरि सबै कहाली लाग्दो छ। देश रोइरहेको छ। यो बेला हामी सबै एकजुट भएर अगाडि बढ्नुपर्छ भन्दै अहिलेलाई चाहिँ म बिदा भएँ। हस्त, धन्यवाद।